र साथीहरू मेरो चाहिँ यो पालि बेगुनिया एकदमै राम्रो भएन है। सायद पुरानो बेगुनिया भएर होला एकदमै राम्रो भएन, एकदम बिग्रेर गयो है। र पानीले गर्दाखेरि पनि होला है। स्ट्रबेरी अलिअलि भयो होइन। र यहाँनिर मेरो चाहिँ अब भनौँ भने सकुलेन्ट प्लान्टहरू चाहिँ अलिअलि सप्रेरै जाँदैछ। योपालि त मैले बेसी स्याहार्नु नभ्याएकोले गर्दाखेरि होला है, मैले स्याहार्नु भ्याएको छुइनँ है। यस्तोहरू चाहिँ फुल्दैछ हौ। यही जेरेनियमहरू छ होइन। मेरो योपालि सकुलेन्ट चाहिँ अलिक राम्रो भएरै गएको छ है। हेर्नुहोस् न, घन्टी फुल यसरी फुल्दैछ। यो वाइट घन्टी फुल छ हो, वाइट घन्टी फुल छ। त्यहाँबाट यहाँ मैले अहिले भर्खर मात्रामा एउटा स्याहारेँ हो। यहाँ हेर्नुहोस् त साथीहरू, अस्ति यो ताक चाहिँ गाम्राङ गुम्रुङ लडेको थिएन। आज चाहिँ यहाँ म एक्लै बनाउँदैछु, यतिको चाहिँ बनाएँ हो। र यो खुट्टी बल्ल बल्ल खोजेर ल्याएर मैले यहाँनिर खनेर ठोकठाक पारेँ हो। र यहाँ मलाई सघाउन आमा पनि आइपुगेछ। र आमाले पनि यसो काँटीहरू उयो दिनु ओर्नु मार्तोल दिनु, यो खम्बा खोजेर ल्याइदियो। र मलाई अलिकति भए पनि धेरै हेल्प भयो आमाले गर्दाखेरि हो। आमाले अलिकति भए पनि सपोर्ट गरिदियो मलाई त्यहाँनिर फुलको ताक राख्नुमा हो। र मैले यसरी समातेर आमाले समातिदियो र मैले चाहिँ काँटी ठोकठाक पारेँ, अलिक बलियो बनाएँ। अब बेसी त होइन होला र पनि 1-1.5 वर्ष खपिदिउँ कता हो भनेर चाहिँ मैले फेरि यहाँ पानी हाल्दाखेरि काठहरू मकिन्छ भनेर चाहिँ यसरी सिसा लाउँछु नि त। र मैले यहाँनिर यसरी सिसा लगाएँ र फुलहरू सबै मैले यहाँनिर फेरि बेगुनिया थियो, जुन त्यो अघिको बेगुनिया थियो, त्यो बेगुनिया चाहिँ मैले यहाँनिर सारिदिएँ। फेरि हेर्नुहोस् ल, र अरू जति पनि उब्रेको फुलहरू थियो उयोहरू थियो प्लान्टहरू, मैले यो ताकहरू फेरि यहाँनिर मिलाएर चाहिँ यहाँनिर सारिदिएँ हो। त्यहाँबाट मैले फेरि मेरो अगाडि जुन त्यो प्लान्टहरू थियो फुलहरू मैले सबै हटाउने निर्णय लिएँ हो। एकदमै सफा राख्छु भनेर फुलहरूले गर्दा अलिकति घर पोचा लाउनु आँगन पोचा लाउनु मिलेन है। यो चाहिँ हटाउँ भनेर मैले फेरि यो हटाउनुमा उयो गरेँ। त्यहाँबाट यहाँको यो ताकहरू सबै मैले निकालेर होस् अर्कै जग्गा राख्छु ल, यहाँ खुल्ला राख्छु भनेर मैले सबै यो ताकहरू सबै निकालेर फेरि यतापट्टि अर्कै जग्गामा सारेको छु। र फुल प्लान्टहरू पनि सबै पानीले नभिज्ने ठाउँमा अलग अलग राखिदिएँ। र आँगन अलिकति भए पनि मैले अगाडिको दैलो जुन अगाडिको प्यासेज आँगन थियो अलिकति भए पनि मैले फराकिलो बनाएको छु, अलिकति भए पनि खुल्ला राखेको छु है मैले साथीहरू। र यसलाई पनि मैले पानीले भिज्दाखेरि मकिन्छ भनेर चाहिँ पानी फुलमा लाउनै पर्छ भनेर यसलाई पनि मैले प्लास्टिक लगाइदिएँ हो। र यहाँ अगाडि चाहिँ मैले यसरी खुल्ला पारेको छु। हेर्नुहोस् तपाईँले अन्तिमसम्म है मेरो भिडियो चाहिँ। र घर बसेपछि चाहिँ मलाई चाहिँ यति साह्रो सकसक लाग्छ है, यो फुल प्लान्टहरूमै मेरो चाहिँ ध्यान गइहाल्छ। र दिनभरि नै यही स्याहार्दै म चाहिँ हत्तु हुन्छु। र आज पनि यस्तै हत्तु भएको छु है साथीहरू म चाहिँ। हेर्नुहोस् न, यताको उता गरेर चाहिँ मैले सबै लास्टमा चाहिँ अन्तिममा चाहिँ एकदमै सफा एकदमै क्लियर बनाएको छु है साथीहरू। र यहाँ चाहिँ नि साथीहरू के भएछ भन्दाखेरि चाहिँ नि मेरो जुन यो जेट प्लान्ट थियो, यो जेट प्लान्टलाई चाहिँ खुम्ले लागेछ हो। र खुम्लेले खाएछ। हेर्नुहोस् न कतिवटा खुम्ले रहेछ नि हो। नि यसलाई चाहिँ नि पक्कै किराले खाएछ कि। मैले लास्टमा खनाइओरी चाहिँ माटो खनाइओरी चाहिँ हेरेको नि साथीहरू, यस्तो खुम्ले लागेको रहेछ। हेर्नुहोस् त, यस्तो खुम्लेले खाएको रहेछ है। खुम्ले देख्नुभयो नि यही हो, यहाँ हेर्नुहोस् थुप्रो रहेछ नि। यस्तो बनाइदिएको छ जेट प्लान्टको चाहिँ हो, देख्नुभयो खाएर यो यहाँ हेर्नुहोस् त, खुम्ला यसरी लाग्दो रहेछ है साथीहरू। जेट प्लान्ट पनि यसरी खाइदिन्छ है खुम्लाले। सुनाक हेर्न छिटो न बनाएर ल्याइदिए चिज त खुवाउनु। दुध खै, चियापत्ती कति हाल्नु बनाएर ल्याइदिएको कुरो चाहिँ खानु। यहाँ म चिया देखाउँछु। यहाँ हेर्नु त साथीहरू, यहाँ चिया, यहाँ हेर्नुहोस् त, यहाँ चिया बनाएर ल्याइदिएको अरे मलाई कि 1 कप चिया थाके बनाऊ भनेको थिएँ कि। यहाँ हेर्नु त, मेरो हस्बेन्डले चिया बनाएर ल्याइदिएको। यहाँ हेर्नु है, यहाँ
चिया देख्नुभयो यी चियाको कलर देख्नुभयो यी र मेरोमा अस्ति नै यो मैले एसएसजीबाट ट्रेनिङ गर्दाखेरि सिकेको थिएँ कि यो मैले खुम्ले लाग्दा पनि हाल्नुपर्छ है यो भनेर चाहिँ र मैले यहाँनिर अब खुम्ले लाग्दा पनि हाल्ने यो ल्याएको छु यहाँनिर यो दबाई चाहिँ अब हाल्नु पर्यो र मैले कतिवटा प्लान्टहरू त्यो जम्मै सारेर चाहिँ मैले प्लान्टहरू सबै यतापट्टि अर्कै जग्गा बनाएर मैले यतापट्टि राखिदिएको छु हो छ नि साथीहरू यस्तो सरसफाइ अझै धेरै छ आज त म घरमा बसेको थिएँ र फुलहरू स्याहारेँ योपालि त घरमा बस्नु नपाएर होला फुलहरू पनि एउटा स्याहार्नु भ्याइन त्यसै कारणले मेरो सायद बेगुनिया पनि बिग्रियो होइन अब घरमा बस्नु भ्याउँदिनँ साथीहरू के गर्नु कुदै गर्नुपर्छ हप्तामा एक दिन बस्नु फुर्सद हुन्छ त्यो पनि मरौ अरे के अरे घरि ब्याङ्कमा पऱ्यो घरि कता पऱ्यो घरि ग्रुपको अरे भन्दाखेरि बस्ने फुर्सदै हुँदैन र आज चाहिँ फुर्सद थिएँ र मैले चाहिँ यो प्लान्टहरू सँगालेँ हो अलिकति भए पनि आँगनलाई चटाक चिटिक राखेँ सफा राखेँ हेर 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 काम दिएको काम नपाएर र मलाई चाहिँ मेरो हस्बेन्डले जिस्काउँदैछ है र मान्छेले चाहिँ घरभित्रको काम चाहिँ देख्दैन है बरु घर बाहिर कुदेको चाहिँ सबले देख्छ घर बाहिरनिर चाहिँ जति नै गरे पनि देख्छ सबैले देख्छ घरभित्रको काम चाहिँ कसैले देख्दैन र घरभित्र थाकेर हत्तु भएको पनि कसैले देख्दैन है र यस्तै हुन्छ साथीहरू तपाईँहरू पनि कति आमाहरू दिदीबहिनीहरू हुनुहुन्छ सो तपाईँहरू पनि यस्तै हो होइन हेर्नुहोस् त र मेरो आज दिनभरिको काम चाहिँ यति नै थियो बसेको बेलामा है साथीहरू